होटलमा डिनर खान लागिरहेको छु सुसी क्यान्टिनमा गएको त क्यान्टिनमा त अघि क्यान्टिन त बन्द गरिसकेछ अनि त्यही भएर टेक अवे मगाएको बाहिरबाट उबर इट्स गरे भनौँ न अनि अब सुसी खान लागिरहेको छु अब चपस्टिक चाहिँ हाल्दिनु भएन त त्यही भएर यो फोकले खाइरहेको छु एभोकाडो र चिकन त मिठो छ आज मेरो 18 घण्टाको शिफ्ट छ अब यति त खाएर एनर्जी बटुल्नै पर्यो कति 1:30 बजे स्टार्ट गरेको भोलि बिहानसम्म छ आमा पनि भिडियो चाहिँ बनाउन थालिरहेको यो कस्तो राम्रो हो यति ठुलो पिस त मुखमा एउटा सिङ्गे अट्दैन त्यहाँ सोया सस र पिकल जिन्जर भन्छ पिकल जिन्जर चाहिँ मलाई खासै मन पर्दैन सोया सस चाहिँ मिठो लाग्छ